हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई। आज चाहिँ हामी एकदमै इम्पोर्टेन्ट टपिक रियल नम्बर सिस्टमको बारेमा बुझ्छौँ। यो चाहिँ तल क्लासहरू क्लास 6, 7, 8, 9 मा पनि इम्पोर्टेन्ट हुन्छ। अनि त्यसपछि 11, 12 मा त भयो नै, अनि ब्याचलर लेभलमा पनि हाम्रो इम्पोर्टेन्ट टपिक हो। आज हामी डिस्कस गर्ने टपिक भने रियल नम्बर सिस्टम है। रियल नम्बर सिस्टम एकदमै बेसिकदेखि जाउँ है हामी। अब रियल नम्बर सिस्टम बुझ्नुभन्दा पहिला चाहिँ हामीले के बुझ्नुपर्ने हुन्छ भने नेचुरल नम्बर भनेको के हो, अनि होल नम्बर भनेको के हुन्, अनि त्यसपछि इन्टिजर भनेको के हो, रेसनल नम्बर, इरेसनल नम्बर, यी कुराहरू चाहिँ बुझ्नुपर्ने हुन्छ। हामी बेसिकदेखि जाँदैछौँ। पहिला नेचुरल नम्बर बुझौँ। नेचुरल नम्बर भने हामीले डिनोट गर्दाखेरि चाहिँ स्क्रिप्ट यहाँले डिनोट गरिन्छ यसलाई। यसमा चाहिँ 1 देखि प्लस इन्फाइनाइट सम्मका नम्बरहरू चाहिँ पर्छन् है। यो कुरा बुझ्नु पर्यो। नेचुरल नम्बरमा चाहिँ के पर्छन्? 1 देखि काउन्टिङ नम्बरहरू प्लस इन्फाइनाइट सम्मका नम्बरहरू चाहिँ यसमा चाहिँ पर्छन् नेचुरल नम्बरमा। अब त्यसपछि होल नम्बर, दोस्रो नम्बरमा होल नम्बरमा चाहिँ ती नेचुरल नम्बरहरू पर्ने हुन्। त्यसमा इन्क्लुड के गरिने हो? 0 इन्क्लुड गर्ने। यसलाई चाहिँ W ले जानिन्छ, डिनोट गरिन्छ 0। अनि त्यसपछि सबै यो नेचुरल नम्बरमा जुन छन् नि हो त्यो नम्बरहरू चाहिँ होल नम्बरमा पर्छन्। 2, 3 डट 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 प्लस इन्फाइनाइट सम्मका नम्बरहरू। के भने रे मैले यसमा चाहिँ नेचुरल नम्बरहरू त सबै पर्ने नै भयो 1 देखि इन्फाइनाइट सम्मका। त्यसमा के मात्रै जोडिने भयो? 0 जोडिने भयो। त्यो नम्बर चाहिँ होल नम्बर भयो है। यो कुरा बुझ्यो। अब त्यसपछि रेसनल नम्बरमा जानुभन्दा पहिला 3 नम्बरमा इन्टिजरमा जाउँ है। इन्टिजरमा पनि पहिला पोजिटिभ इन्टिजर, फेरि नेगेटिभ इन्टिजर। यसमा पनि इन्टिजरमा पनि दुईटा नम्बरहरू हुन्छन्। एउटा पोजिटिभ इन्टिजर हुन्छ, एउटा नेगेटिभ इन्टिजर हुन्छ। पोजिटिभ इन्टिजर भने त्यस्तो नम्बरहरू हुन् जुन चाहिँ नेचुरल नम्बर छन् नि हो, यो नेचुरल नम्बरका सबै नम्बरहरू पर्छन् यसमा चाहिँ। पोजिटिभ इन्टिजरमा चाहिँ नेचुरल नम्बरमा पर्ने सबै नम्बरहरू चाहिँ पोजिटिभ इन्टिजरमा पर्छन्। यसलाई चाहिँ I ले डिनोट गरिन्छ अथवा स्क्रिप्ट Z प्लसले डिनोट गरिन्छ। पोजिटिभ इन्टिजरमा पर्ने नम्बरहरू सिधै यो के बुझ्ने भने नेचुरल नम्बरमा पर्ने सबै नम्बरहरू हुन् भन्ने बुझ्ने। 1 देखि कहाँसम्मका प्लस इन्फाइनाइट सम्मका नम्बरहरू चाहिँ हाम्रो यसमा पर्ने भयो पोजिटिभ इन्टिजरमा चाहिँ। अब त्यस्तै गरी यसलाई चाहिँ नेचुरल नम्बर पनि भन्न सक्छौँ है। सेट अफ नेचुरल नम्बर भनेर पनि भन्न सकिन्छ पोजिटिभ इन्टिजरलाई चाहिँ। पोजिटिभ इन्टिजर यो नेम मात्रै पोजिटिभ इन्टिजर हो। यसमा चाहिँ नेचुरल नम्बरमा पर्ने सबै नम्बरहरू पर्छन् यसमा है। यो कुरा बुझिराख्नु पर्यो। अब त्यसपछि पोजिटिभ इन्टिजरको कुरा भयो। अब नेगेटिभ इन्टिजर भने के हो त? नेगेटिभ इन्टिजर भनेको चाहिँ हामीले अघि चाहिँ के गरेका थियौँ? +1 देखि प्लस इन्फाइनाइट सम्मका नम्बरहरू डिफाइन गरेका थियौँ। यसमा के हुन्छ भने -1 देखि -2 -3 डट 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 हामी माइनस इन्फाइनाइटसम्म जान्छौँ है। यसमा के पर्यो रे? पोजिटिभ नम्बरमा चाहिँ पोजिटिभ 1 2 3 4 5 6 डट 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 हामी प्लस इन्फाइनाइटसम्म जान्छौँ भने अब हामी नेगेटिभ इन्टिजरमा कहाँदेखि कहाँसम्म जान्छौँ त? -1 -2 -3 -4 डट 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 कहाँसम्म? माइनस इन्फाइनाइटसम्म जान्छौँ हो। यी नम्बरहरूलाई चाहिँ नेगेटिभ इन्टिजर भन्छ। यसलाई चाहिँ यहाँ चाहिँ नेगेटिभ Z नेगेटिभले जनाइन्छ, यसलाई है डिनोट गरिन्छ हो। अब यी दुईटै नम्बरहरू पोजिटिभ इन्टिजर अनि नेगेटिभ इन्टिजर प्लस त्यसमा के जोडिन्छ त? यो 0 पनि इन्क्लुड गरिन्छ। त्यसलाई चाहिँ हामी इन्टिजर भन्छौँ है। याद गर्नु होला, मैले चाहिँ अहिले पोजिटिभ इन्टिजर र नेगेटिभ इन्टिजरको मात्रै कुरा गरिरहेको छु। मैले चाहिँ पोजिटिभ इन्टिजर भने के भने
1 2 3 डट 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 प्लस इन्फाइनाइटसम्म। नेगेटिभ इन्टिजर भनेका -1 -2 -3 माइनस डट डट -4 डट 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 माइनस इन्फाइनाइटसम्म। यी नम्बरहरू पोजिटिभ इन्टिजर र नेगेटिभ इन्टिजरलाई जोड्दाखेरि प्लस यसमा पोजिटिभ नेगेटिभ इन्टिजर जोडिसकेपछि के पनि हुन्छ त्यसमा इन्क्लुड के गर्नुपर्छ, 0 इन्क्लुड गरिन्छ भने त्यो चाहिँ इन्टिजरभित्र पर्छ है। हाम्रो चाहिँ यो तपाईले कतिखेर लाग्छ होला नेचुरल नम्बर अनि होल नम्बर यो सबै इन्टिजरहरू यी सबै एकैमा किन राखेनन् भनेर लाग्न सक्छ। यसमा चाहिँ नेचुरल नम्बर डिफाइन गर्दाखेरि चाहिँ साइन्टिस्टहरूले नेचुरल नम्बर डिफाइन गरे, यसमा चाहिँ माइनस तिरका नम्बरहरू आएनन्, 0 परेन, सो हाम्रो होल नम्बर डिफाइन भयो। अनि माइनस तिरका नम्बरहरू परेनन् भन्ने दिमागमा, अनि त्यसपछि नेगेटिभ इन्टिजर चाहिँ डिफाइन गर्नु पर्यो। त्यही भएर चाहिँ हामीले हाम्रो चाहिँ नम्बरहरू एउटैमा डिफाइन भएनन्। पहिला नेचुरल नम्बर डिफाइन भयो, नेचुरल नम्बरमा चाहिँ 0 पनि परेन, यताका नम्बरहरू पनि परेन, त्यही भएर चाहिँ होल नम्बर आयो। होल नम्बर पनि इन्कम्प्लिट भयो। यसमा इन्कम्प्लिट भन्नुको मतलब यसमा 0 पर्यो तर माइनसतिरका नम्बरहरू परेनन्। सो हाम्रो इन्टिजर चाहिँ डिफाइन गर्नु पर्यो। इन्टिजरमा पनि पोजिटिभ इन्टिजर अनि नेगेटिभ इन्टिजर। नेगेटिभ इन्टिजर डिफाइन गर्दाखेरि चाहिँ माइनसतिरका नम्बरहरू पनि परे, 0 पनि पर्यो, अनि 0 पनि पर्यो, अनि त्यसपछि प्लसतिरका नम्बरहरू पनि परे। अब यसलाई लेख्दाखेरि चाहिँ कसरी लेख्छौँ भने हामी जेडले डिनोट गरिन्छ यसलाई, इजिकल टु यसमा माइनस इन्फाइनाइटदेखि डट 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 -2 -1 0 याद राख्नु होला है। 0 पनि पर्छ यसमा, 0 1 2 3 डट 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 हामी पोजिटिभ इन्फाइनाइटसम्म जान्छौँ। हो यो नम्बर भनेको चाहिँ हाम्रो इन्टिजर भन्छ यसलाई। के जोडिए रे यसमा, यहाँदेखि यहाँसम्म चाहिँ नेगेटिभ इन्टिजरहरू जोडिए, यहाँदेखि यहाँसम्म चाहिँ पोजिटिभ इन्टिजरहरू जोडिए, प्लस यसमा 0 पनि जोडियो है, 0 पनि इन्क्लुड भयो यसमा। यसलाई चाहिँ इन्टिजर भन्छ यो टोटललाई चाहिँ। यदि हामीले पोजिटिभ इन्टिजर मात्रै भनेको छ भने यो मात्रै गर्ने, नेगेटिभ इन्टिजर मात्रै भनेको छ यो गर्ने। यदि टोटल इन्टिजर भनेको छ भने हामीले के गर्ने त, माइनस इन्फाइनाइटदेखि 1 सम्म एन्ड 0 त्यसमा इन्क्लुड गर्ने, त्यहाँदेखि 1 देखि प्लस इन्फाइनाइटसम्मको नम्बरहरू चाहिँ हाम्रो इन्टिजरभित्र पर्छ है। अब त्यसपछि इन्टिजर पनि इन्कम्प्लिट भयो। इन्टिजरले पनि सबै नम्बरहरू डिफाइन गर्न सकेन, जस्तै फ्र्याक्सनका नम्बरहरू भए, अनि त्यसपछि डेसिमल नम्बरहरू भए, यी नम्बरहरू चाहिँ डिस्क्राइब गर्न सकेन। सो हाम्रो के नयाँ नम्बर के डिफाइन भयो त, रेसनल नम्बर भन्ने डिस्क्राइब भयो 4th नम्बरमा। रेसनल नम्बर हो। अब यो रेसनल नम्बरमा पनि कस्तो नम्बरहरू पर्छ त भन्दाखेरि रेसनल नम्बरमा p/q फर्ममा भएका नम्बरहरू पर्छन्। p/q फर्म, यसको डेफिनेसन चाहिँ मैले लेखिदिन्छु यहाँ। अ नम्बर, रेसनल नम्बरको डेफिनेसन है, अ नम्बर इन द फर्म अफ p/q where p and q are integers and q does not equal to 0 is known as रेसनल नम्बर। यो डेफिनेसनले के भन्यो भने अ नम्बर इन द फर्म अफ p/q फर्म, p/q फर्ममा हुनु पर्यो वेयर p एन्ड q आर इन्टिजर। p र q कहाँबाट आउनु पर्यो त, यो p पनि इन्टिजरबाट आउनु पर्यो, q पनि इन्टिजरबाट आउनु पर्यो। तर के हुनु भएन, q चाहिँ 0 हुनु भएन है, q चाहिँ 0 हुनु भएन। इज नोन एज रेसनल नम्बर। यस्तो नम्बरहरूलाई चाहिँ रेसनल नम्बर भन्छ। जस्तै यसलाई चाहिँ म्याथमेटिकली डिफाइन गर्दाखेरि चाहिँ q इजिकल टु, यसलाई चाहिँ हो रेसनल नम्बर चाहिँ, रेसनल नम्बरलाई चाहिँ क्यूले, स्क्रिप्ट क्यूले डिनोट गरिन्छ। यसलाई चाहिँ म्याथमेटिकली डिफाइन गर्नुपर्दा x सच द्याट x इजिकल टु p/q वेयर p इज इन्टिजर एन्ड q डज नट इक्वल टु 0 वेयर p एन्ड q आर इन्टिजर, q आर
integer and q does not equal to 0 यति लेख्दा भयो है। रेसनल नम्बरको कुरा चाहिँ डेफिनेसन चाहिँ यति भयो। अब यसलाई चाहिँ बुझौँ त ल। p र q भने कस्तो नम्बर हो? अब यसलाई चाहिँ यस्तो कि रेसनल नम्बर भने 3/4 छ जस्तै यो नम्बर भने के भयो त? रेसनल नम्बर भयो। p/q को फर्ममा छ कि नै? छैन। छ कि छैन? छ। p भने यो माथिको नम्बर भयो, q भने तलको नम्बर भयो। q 0 छ त? छैन। q डज नट इक्वल टु 0 हो। त्यही भएर चाहिँ के भयो त? यो 3/4 चाहिँ रेसनल नम्बर भयो। के हुन पाइँदैन? तल q चाहिँ 0 हुनु पाइँदैन। जस्तै 3/0 छ भने यो चाहिँ डिफाइन हुँदैन। यो चाहिँ यस्तो नम्बरलाई चाहिँ रेसनल नम्बर भनिदैन। यो कुरा चाहिँ बुझ्यौँ हामीले। ल अब यो कुरा बुझिसकेपछि हामीले यसमा एउटा यसमा के कुरा बुझ्नुपर्छ भने यसमा डेसिमल नम्बरहरू पनि पर्छन्। कस्तो डेसिमल नम्बर पर्छन् त? एउटा टर्मिनेटिङ डेसिमल नम्बर पर्छ। रेसनल नम्बरमा चाहिँ टर्मिनेटिङ डेसिमल नम्बर पर्छ। एउटा चाहिँ रिपिटिङ डेसिमल नम्बर। दुईटा नम्बरहरू पर्छन् यसमा पनि। रेसनल नम्बरमा पनि के पर्दा रहेछन् त? एउटा टर्मिनेटिङ डेसिमल नम्बर, एउटा रिपिटिङ डेसिमल नम्बर। अब यो टर्मिनेटिङ डेसिमल नम्बर भने कस्तो डेसिमल नम्बर हो त है? p/q फर्ममा पर्ने नम्बरहरू रेसनल नम्बर भए प्लस यसमा टर्मिनेटिङ डेसिमल नम्बर। यदि डेसिमल नम्बरहरू आयो भने त्यो टर्मिनेटिङ डेसिमल नम्बर पर्ने रहेछ एन्ड रिपिटिङ डेसिमल नम्बरहरू चाहिँ रेसनल नम्बरमा पर्ने रहेछ है। अब यसमा कस्तो नम्बरहरू पर्ने रहेछन्? टर्मिनेटिङ डेसिमल नम्बर भने कस्तो नम्बरहरू हुन्, अनि रिपिटिङ डेसिमल नम्बर भने कस्तो नम्बरहरू हुन्, त्यो कुरालाई चाहिँ डिफाइन गरौँ हामीले। टर्मिनेटिङ डेसिमल नम्बर भने त्यस्तो नम्बरहरू हुन् जुन चाहिँ जसको चाहिँ हामीले चाहिँ इन्डु हुन्छ। जस्तै 0.25 छ भने यो चाहिँ फिक्स नम्बर, दुईटा नम्बर पछि चाहिँ इन्डु भइरहेछ नि हो। क्याल्कुलेसन गर्दाखेरि दुईटा नम्बर पछि इन्डु भइरहेछ यस्तो नम्बर। अनि 3.25 छ, 3.75 छ, 4.92 छ, 92 छ हो। फिक्स नम्बर पछि 4.92 छ, फिक्स नम्बर पछि इन्डु भइरहेछ नि हो। यस्तो नम्बरलाई चाहिँ टर्मिनेटिङ डेसिमल नम्बर भन्छ। भन्नुको मतलब हामीले क्याल्कुलेसन गर्दाखेरि चाहिँ 2-3 डिजिट भन्दा पर आउँदैन भने यस्तो नम्बरहरूलाई चाहिँ टर्मिनेटिङ डेसिमल नम्बर भन्छ। अब त्यस्तै गरी रिपिटिङ डेसिमल नम्बर भने के हो त? रिपिटिङ डेसिमल नम्बर भन्नुको मतलब हामीले चाहिँ क्याल्कुलेसन गर्दाखेरि चाहिँ रिपिट भइरहेको छ नम्बरहरू। जस्तै 9.21, 25, 25, 25, 25 यस्तै गरी गइरहेको छ है। 9 पोइन्ट पछि 25 आयो, त्यसपछि पनि 25, 25, 25 हो। यो चाहिँ इन्टु हुँदैन। यो चाहिँ रिपिटिङ डेसिमल नम्बर हो। रिपिट भइरहेको छ यो नम्बरहरू चाहिँ। यस्तो नम्बरहरूलाई चाहिँ रिपिटिङ डेसिमल नम्बर भन्छ। यो नम्बरहरू पनि कहाँभित्र पर्छ त? रेसनल नम्बरभित्र पर्छ। अनि त्यसपछि टर्मिनेटिङ डेसिमल नम्बरहरू पनि कहाँभित्र पर्छ? रेसनल नम्बरभित्र पर्छ। अब यो कुरा डिस्कस गरिसकेपछि अर्को नम्बरमा चाहिँ हामीले इरेसनल नम्बर। अब रेसनल नम्बर पछि इरेसनल नम्बर किन डिफाइन भयो भन्नुपर्दा चाहिँ यो रेसनल नम्बरभित्र चाहिँ हाम्रो कुन नम्बरहरू परेनन् त? नम्बरहरू त सबै आए यहाँ। जस्तै 3.25 अनि त्यसपछि टर्मिनेटिङ डेसिमल नम्बर, रिपिटिङ डेसिमल नम्बरहरू आए। के आएनन् भन्दाखेरि यसभित्र नन टर्मिनेटिङ नम्बरहरू आएनन्। त्यही भएर यो नम्बर चाहिँ डिफाइन गर्नु पर्यो। कुन नम्बर? इरेसनल नम्बर। इरेसनल नम्बरको डिफाइन इरेसनल नम्बरलाई चाहिँ किन निड भयो त? यसको निड किन पर्यो हामीलाई भने यसमा नन टर्मिनेटिङ नम्बरहरू आएनन्। जस्तै अन्डर रुट भित्रको नम्बरहरू नन टर्मिनेट चाहिँ के हुन्छ? इरेसनल नम्बर हुन्छ हो। यस्तो नम्बरहरू यो भित्र नपर्या हुनाले, रेसनल नम्बरभित्र नपर्या हुनाले चाहिँ इरेसनल नम्बर चाहिँ हामीले डिफाइन गर्नु पर्यो। अब इरेसनल नम्बर भने कस्तो नम्बर हो त? मैले डेफिनेसन चाहिँ लेखिदिएँ। द नम्बर which are
not rational number is known as irrational number that is a number which cannot be expressed in p by q फर्म। यस्तो नम्बरमा चाहिँ हामीले p by q फर्म अघि पढाएको थियौं नि जुन रेशनल नम्बर हो त्यो नम्बरहरुलाई चाहिँ हामी p by q को फर्ममा चाहिँ लेख्न सक्थ्यौं। तर यो इरेशनल नम्बरमा चाहिँ के हुन्छ भने यो नम्बरहरुलाई चाहिँ p by q को फर्ममा लेख्न सकिदैन। यसमा पनि सेम त्यही हो, p र q कहाँबाट आउनु पर्यो, p and q चाहिँ इन्टिजर हुनु पर्यो and q does not equal to 0, q चाहिँ 0 हुनु भएन हो। यस्तो नम्बरहरुलाई चाहिँ हामीले के भन्छौं त, इरेशनल नम्बर भन्छौं। यो रेशनल नम्बरमा चाहिँ के हुँदै थियो, p by q को फर्ममा लेख्न सकिदै थियो, सकिने नम्बरहरुलाई चाहिँ रेशनल नम्बर भन्छ। तर यो इरेशनल नम्बरमा चाहिँ के भयो भने योलाई चाहिँ p by q को फर्ममा लेख्न सकिएन, यस्तो नम्बरलाई चाहिँ इरेशनल नम्बर भन्छ। यसमा चाहिँ कस्तो नम्बरहरु पर्छ त, यसमा चाहिँ इरेशनल नम्बरलाई चाहिँ q बारले डिनोट गरिन्छ। यसमा चाहिँ √2 भयो, √3 भयो, अनि त्यसपछि √5 भयो। यस्तो नम्बरहरु, यी नम्बरहरु चाहिँ नन टर्मिनेटिङ एन्ड नन रिपिटिङ डेसिमल नम्बर हुन्। न त टर्मिनेट हुने डेसिमल नम्बर, न रिपिट हुने डेसिमल नम्बर। यस्तो नम्बरलाई चाहिँ p by q को फर्ममा पनि लेख्न सकिदैन। यस्तो नम्बरलाई चाहिँ के भन्छ त, नन टर्मिनेटिङ एन्ड नन रिपिटिङ डेसिमल नम्बर्स भनेर भन्छ। अघि चाहिँ हामीले के गरेका थियौं, के भनेका थियौं यसमा रेशनल नम्बरमा चाहिँ के भनेका थियौं त, टर्मिनेटिङ डेसिमल नम्बर एन्ड रिपिटिङ डेसिमल नम्बर छ नि हो। यसमा न त टर्मिनेटिङ डेसिमल नम्बर हुन्छ, न त रिपिटिङ डेसिमल नम्बर हुन्छ। यस्तो नम्बरहरु चाहिँ इरेशनल नम्बर भयो है। अब त्यस्तै गरी हो, यो सबै डिफाइन भयो। अब हाम्रो के भयो त, हामीले यता डिस्कस गरेका नम्बरहरु के थिए, नेचुरल नम्बर भए, होल नम्बर भए, इन्टिजर भए, रेशनल नम्बर भए। यसमा पनि इन्टिजरमा पनि पोजिटिभ इन्टिजर, नेगेटिभ इन्टिजर भयो। अनि त्यसपछि इरेशनल नम्बरको कुरा गर्दाखेरि चाहिँ नन टर्मिनेटिङ र नन रिपिटिङ डेसिमल नम्बर भयो। यी सबै नम्बरहरुलाई चाहिँ जोड्दाखेरि अब यो सबै नम्बरहरुलाई चाहिँ यी सबै नम्बरहरुको युनियनलाई चाहिँ के भन्छौं त, हामी रियल नम्बर भन्छौं। यो नम्बरहरुलाई चाहिँ रियल नम्बर भनिन्छ। मैले डेफिनेसन लेखिदिन्छु यहाँ। द union of the set of rational number and irrational numbers is known as the set of real numbers। मैले यसमा रेशनल नम्बर र इरेशनल नम्बर मात्रै किन लेखे भन्ने कुरा आउन सक्छ। यसमा मैले रेशनल नम्बर र इरेशनल नम्बर मात्रै किन लेखे भने रेशनल नम्बरमा चाहिँ सबै नेचुरल नम्बरहरु, ती इन्टिजरहरु जति पनि छन्, पोजिटिभ इन्टिजर, नेगेटिभ इन्टिजरहरु, त्यो सबै चाहिँ कहाँ आयो त, रेशनल नम्बर एन्ड इरेशनल नम्बर सबैमा परिसके हुनाले हामीले चाहिँ के भन्छौं त, यसलाई रियल नम्बर भन्छौं। अब रियल नम्बरको कुरा चाहिँ हामीले रियल नम्बरमा चाहिँ छुट्टै एउटा अर्को भिडियोमा डिस्कस गर्ने छौं। आजका लागि चाहिँ भिडियो चाहिँ एन्ड गर्छौं। रियल नम्बर भन्ने कुरा चाहिँ बुझिसक्नुभयो। यसमा चाहिँ सबै रेशनल नम्बर र इरेशनल नम्बरहरु पर्छन्
हस्, आजलाई यति नै। धन्यवाद।